साथी हुन्छ नि मजाक त्यही के गर्छौ पागल छ क्या दिमाग छैन गाडी आइरहेछ घुसाइरहेछ मासा के भुक लागेको छ यति राम्रो त छौ गाडीमा मैले म्याट ब्ल्याक चुज गरेको छु हैन जहाँ स्क्रैच लागेको छ सो हेलो एभ्रीवन वेलकम ब्याक टु अनदर न्यू ब्लग होप सबैजना सन्चै हुनुहुन्छ होला सो आजको भिडियो चाहिँ स्टार्ट हुँदैछ हाम्रो घरदेखि हैन यहाँ माथि हेर्न सक्नुहुन्छ 3-4 दिनदेखि वेदर पुरा खराब छ कि यहाँ माथि हेर्न सक्नुहुन्छ त्यसले गर्दा म ब्लग बनाइरहेको थिएँ 3-4 दिन नै घरमा बसिरहेको छु वाक्क लागिसकेको छ सो आज सोचिरहेको छु गएर बाइकमा हल्का स्टिकरहरू हालिदिउँ किनभने हल्का स्क्रैचहरू लागिरहेको छ बाइकमा जो पनि बाइकको टच गरेर हुन्छ त्यसले गर्दा पुरा बाइक स्क्रैच लागिसकेको छ साइडमा सो आज त हल्का मौसम खुलेको छ अघि त घाम निस्केको थियो त्यही भएर म छिटो रेडी भएँ तर फेरि अहिले यस्तो वेदर खराब भइसकेको छ अहिले चाहिँ जानुपर्छ हैन मोडिफिकेसन सब त्यहाँ गएर के कस्तो हुन्छ कुन सामान एभाइलेबल छ ढुक्क त्यो सब हाल्नुपर्छ सो धेरै टाइम वेस्ट नगरौँ वेदर लास्टै खराब छ जति बेला पनि पानी पर्न सक्छ सो छिटो निस्किनुपर्छ यहाँ आउन सक्नुहुन्छ हाम्रो ड्युक 3-4 दिनदेखि यतिकै यहाँ राखेको थियो आज भन्नु आउनुभन्दा अगाडि पुरा बाइक सफा गरेको छु साइडको प्यानलहरू पुरा टल्किन्छ कि हल्का वास त गर्दिनँ म जस्ट वाक्स लगाइदिन्छु कि बाइकमा बवाल टल्किन्छ हेर्न सक्नुहुन्छ यो पार्ट हामीलाई चेन्ज गर्नुपर्छ कि अब केटिएम सोरुममा एभाइलेबल कहिले हुन्छ त्यही हिसाबले यो पार्ट पनि चेन्ज गरिदिन्छु फाइनली गाइज रेडी भयो अब चाहिँ निस्किनु पर्छ यो हाम्रो कि म त अहिलेसम्म कि पनि निकालेको छैन किनभने मसँग कि रिङ छैन कि त्यही भएर किन्नुपर्छ अनि एउटा कि निकालिदिन्छु समथिङ 2 दिनपछि अब चलाउँछु यो आज चाहिँ ज्याकेटहरू सबै लागेको छु किनभने जाडो भइरहेछ अगाडि भान्जा आफ्नो पोर्सै चलाइरहेछ लैजा म पनि सौरभ जोशी जस्तो कुनालीले एउटा के भन्छ र एउटा रिमोट कन्ट्रोल गाडी किनिदिएको छ अनि त्योसँग आफ्नो त्यो गाडीलाई रेस खेल्छ कि कन्टेन्ट कि एमकेसी गरिदिन्छ म पनि अब मैंने और भान्जा ने खेला रेस कुनाले जीत गया हामी जीत गया वो वाला थंबनेल डालूंगा गेट खोल दे त भाइ अहिले त फेरि सफा गरेको छु पुरा हैन अब पानी यति लागेको छ नि रोडहरुमा पुरा फेरि फोहोर भइहाल्छ सो अब निस्किनु पर्छ ओइ वन टाइममै स्टार्ट भइहाल्यो यार सर्भिस पछि अब त्यस्तो प्रब्लम आइरहेको छैन एउटा साथीले कमेन्ट गरेको थियो मेरो बाइकमा यस्तो प्रब्लम आइरहेछ भाइब्रेसन र यस्तो स्टार्टिङ प्रब्लम हैन भाइब्रेसन त नर्मल भएन यो जेन 3 मा र स्टार्टिङको जुन प्रब्लम छ तपाईको मेरो त बिहान मात्र हुन्थ्यो पहिला अहिले त वन टाइममै स्टार्ट भयो एकचोटी अब सर्भिस सेन्टरमा चेक गराइहाल्नु यहाँ सक्नुहुन्छ कस्तो हिलो रहेछ यार पुरा बाइक फोहोर भइहाल्छ फेरि यस्तो नराम्रो लाग्छ नि बाइक फोहोर भएपछि त्यही भएर यो पानी परिरहेको थियो 2-3 दिनदेखि म बाइक एकचोटि पनि निकालेँ नि अहिले म कपाल कटाउन पनि गएको थिएँ स्कुटी लिएर नै गयो कि म बाइक फोहोर नहोस् भनेर अहिले एकछिनमा घाम निस्किन्छ सोचेको बाटोहरू सुकिहाल्छ अनि बाहिर जान्छु सोचेको तर घामै लागेन आजभोलि नेपालमा के भइरहेछ थाहा नै भइरहेको छैन कि यस्तो कहिले नेपालमा भएको थिएन बाढी आन्दोलन प्रोटेस्ट यो फेरि प्रोटेस्ट हुने लाग्छ यो प्रोटेस्टले गर्दा म घुम्न जान पाइनँ के अब घरमा अब यस्तो नेपाल बन्द भइरहेछ यो त्यो भनेर अब नजाएले केही दिन पछि जानु अब डाइरेक्ट एनपिएल हेर्न जान्छु एनपिएल पनि स्टार्ट हुनेवाला छ विराटनगर किङ्समा फर्मर आरसीबीको क्याप्टेन पनि आएको छ फ्याफ डु प्लेसिस हेर्न सक्नुहुन्छ कस्तो छ रोडको अवस्था हाम्रोतिर यो उठाने बाटो बनेको छैन क्या यो 5 वर्षभित्रमा यस्तो गाह्रो हुन्छ नि यो सेटबाट अब जान पहिला त थियो रोड तर यति गाडी चल्यो नि यो बाटोमा केटाहरू हेर्दैछौ भने यार यता ग्रुप बनाउनु पर्यो कि यता नि आन्दोलन गर्नु पर्यो सारा रोड बनाउँदैन यता के हो यार ल यो पालिको चुनावमा मान्छे चिनेर भोट हाल्नु होला 500,000 को लागि यो 5 वर्षमा बर्बाद हुन दिनु जतिजना पनि यता चोर नेताहरू छ नि सबलाई एक्सपोज गर्नु पर्यो अब यो रोड पनि अहिले जुन छ नि यो पनि राजन मेहता जुन यो 5 वर्ष अगाडि नै हुनुहुन्थ्यो नि उहाँले बनाइदिनु भएको रोड हो के जति पनि अहिले इनरवामा विकास छ जहाँ पनि रोड छ सब उहाँले गर्दा नै भएको हो के बजार पनि पुरा खाली छ कि यो पानीले गर्दा सब बन्द गरेर आफ्नो घरमा बसिरहेछ मलाई पनि जानु मन थियो नि तर 2-3 दिन भइसक्यो कि ब्लग नहालेको केटाहरूले ब्लग हाल बनिरहेको थियो थ्याङ्क यू सो मच यति माया र सपोर्टको लागि जतिजना पनि यति राम्रो कमेन्ट गर्नुहुन्छ
एन्ड धेरै नेगेटिभ कमेन्ट पनि आइरहेको थियो कि मेरो हेलमेटको बारेमा, यो बाइकको बारेमा। धेरैजनाले केवाइटी योभन्दा राम्रो हुन्छ भनेको होइन। 25,000मा र 13,000मा आधी फरक हुन्छ क्या। केवाइटी कस्तो हो त्यो ओरिजिनल आउँदैन कि नेपालमा। टिटी गर्स भनेको म योभन्दा अगाडि जुन हेलमेट युज गरिरहेको थिएँ नि त्यो एजिबीको, त्यो त्यस्तो छ के। यो भनेको नेपालमा पाउने भनेको मास्टर कपी हो। जस्तो हामी यो जोर्डन लाउँछौँ नि नेपालमा मास्टर कपी, त्यस्तो हुन्छ के। यसमा पनि 18,000 वाला आउँछ, 20,000 वाला आउँछ। अब जसले बुझ्दैन यो एजिबी भनेको के हो, मोटो जिपी एडिसन भनेको के हो, अब उसलाई को सम्झाउनु जान्छ कि यो कस्तो छ त्यस्तो छ। उसलाई कपी नै लाग्छ भने भाइ त्यो त्यसको प्रब्लम हो। त्यसको नलेज जति छ त्यति नै भन्छ नि। कमेन्ट पनि आइरहेको थियो यस्तो कपी हेलमेटहरूलाई प्रमोट नगर भनेर। ब्रो मैले युज गरेर भनिरहेको छु, तिमी केवाइटी एक साइडमा राख, एक साइडमा एजिबी राख नि, आफै थाहा भइहाल्छ कि केवाइटी बेटर हो कि एजिबी बेटर हो। दुइटै हेलमेट आफ्नो ठाउँमा बेटर हो क्या। प्राइस हिसाबले हेर्छौ भने केवाइटी टिटी कोर्सको त्यही 15-16,000 पर्छ, यसको चाहिँ 25,000 हो। केवाइटीमा पनि धेरै खालको आउँछ क्या, र एजिबी पनि धेरै खालको आउँछ। सबै केवाइटी ओरिजिनल हुँदैन, सबको आफ्नो आफ्नो चोइस हो। केवाइटी पनि लिन्छु, एउटा सस्तो हेलमेट पनि हुनु पर्यो कि यताउति जानलाई। खास गरी यो एजिबी मैले भिडियो बनाउनको लागि लिएको हो कि यो इन्टरनेसनल केटाहरू युज गर्छ कि स्पोर्ट्स बाइकहरूमा। इफ तपाईँहरू रिल्स हेर्नुहुन्छ भने तपाईँहरूलाई थाहा होला। अब जसले हेर्दैन भने त्यो त थाहा नै छ सबलाई, नेपालमा केवाइटी पाउँछ धेरै र सस्तो छ र धेरै केटाहरूसँग पनि छ। यो एजिबी भनेको रेयरली पाउँछ के। सो केही छैन, म केवाइटी पनि लिन्छु भेरी सुन। सो अब चाहिँ म जति फास्ट पनि कुदाउन सक्छु, किनभने फर्स्ट सर्भिस भइसकेको छ। एन्ड धेरै फिचर्सहरू यसमा छ जुन कि 1000 किलोमिटर चलेपछि अनलक हुन्छ। सो अहिले अझै 250 किलोमिटर अझै बाँकी छ 1000 पुग्नलाई। सो फाइनली ग्यास चार्जमा हाल्यो होइन। अब चाहिँ मजाले जानुपर्छ नन स्टप। चेन पनि लगाइहाल्दैछु, ज्याकेटको जाडो भइरहेको छ हल्का। यस्तो दामी अगाडिको लुक आउँछ नि यो ड्युकमा। यो स्क्रिन चाहिँ यति ब्युटिफुल छ नि, यो मिरर खोलिदिएपछि नि झन् बवाल भ्यू आउँछ कि। सो अहिले चाहिँ नयाँ बाइक हो छ, हल्का बिस्तारै बिस्तारै खोल्नुपर्छ। 81 केही मोडिफिकेसन नगर्नु होला आफ्नो बाइकमा होइन। केले गर्दा के प्रब्लम आइरहेछ थाहा हुँदैन कि। सो त्यही भएर बिस्तारै बिस्तारै गर्नुपर्छ कि। बाइक चलाउनुभन्दा अगाडि दुआ पढ्नुपर्छ कि। मैले त दुआ पढिनँ, अहिले मलाई याद आएको। सो म अहिले पढिहाल्दैछु। बिस्मिल्लाहि तवक्कलतु अलल्लाह ला हौला वला कुव्वता इल्ला बिल्लाह। तपाईँहरू पनि बाइक चलाउनु हुन्छ भने यो दुआ पढिहाल्नु, केही हुँदैन कि, केही पनि हुँदैन। धेरै दुआ छ यो बाइक चलाउने, गाडीहरू चलाउने, गाडीमा बस्ने भनेर। तर यो दुआ बिस्मिल्लाहि तवक्कलतु अलल्लाह ला हौला वला कुव्वता इल्ला बिल्लाह, यो जुन दुआ छ नि यो भनेको हरेक कुराको लागि हो क्या। सो तपाईँहरू पनि पढ्नु होला। एन्ड धेरैजनाले जस्तो थाहा छैन म हाफिज छु भनेर, किनभने म हाफिज जस्तो देख्दिनँ। म कुर्ताहरू धेरै लगाएर ब्लग बनाउँदिनँ र धेरै लाउँदिनँ। अब 10 देखि 15 वर्ष म मदरसामै पढेको हो। अहिले 4-5 वर्ष भइरहेछ मदरसा छोडेको, उता कम्प्लिट गरेर अनि म मजाले यताउति घुमिरहेको छु। किन त होस्टेलमै म बस्थेँ 10-12 वर्ष जति त म होस्टेलमै बसेको हो। त्यो साथी हुन्छ नि मजाक, त्यही के गर्छौ पागल छ क्या, दिमाग छैन। गाडी आइरहेछ घुसाइरहेछ मासाला। यो ठाउँ भनेको मेरो लागि काल हो कि। यो बाटो नै आउँदिन अब साला। यो बाटो यस्तो घटिया बाटो भइसकेको छ। साला गाडी आइरहेछ छिराइरहेछ। मैले बिस्तारै गरिदियो भने रोक्छ, तर छिराइ मुड खराब भइहाल्यो यार। म भनिरहेको रोक्छ भनेर, तर छिराइरहेछ यता त पुरा अँध्यारो गरिरहेछ यार। जति अगाडि गइरहेको छु इटोरीको त्यति अँध्यारो भइरहेछ। यहाँ मोडिफिकेसन सप पनि पुगिहाल्यो। माइ गड पुरा हिलो रहेछ यार। बाइक फोहोर गर्न चाहदिनँ, तर बाटो यस्तो छ। अब दाइ पनि यहाँ फेरि हुनुहुन्न जस्तो लागिरहेछ मलाई। स्टिकर हाल्नु छ। जाडोको लुगा ल्याएर बाइक चलाउन यस्तो मजा आयो नि। यसले कति बेला इटहरी पुग्यो थाहा पनि लागेन क्या। अगाडिको डिआरएलमा पनि म स्टिकर हालिदिन्छु र अगाडिको यहाँको स्क्रिनमा पनि। र यता पिपिएफ सोध्छु अहिले दाइसँग पिपिएफ हुन्छ कि हुँदैन, अनि पिपिएफ पनि बनाउँछु। पिपिएफ हुँदैन के हुन्छ लेमिनेसन? किन भ्याउँदैन? धेरै छैन, थोरै छ। स्क्रिनमा छ, योमा भयो भने योमा पनि हाल्दिनँ। र यो डिआरएलहरूमा छ कि अरू छैन।
सेतो सेतो क्लियर पीपीएफ छ हामीसँग पीपीएफ छैन कि बिहाउँदैन त्यो स्क्रिनहरुमा स्टिकर त हाल्न मिल्छ नि त त्यही सानोतिनो गरिदिनु न अहिले अब अर्को दिन आउँछु अब पहिला यो हाल न क्लियर यो छ नि यो भित्रसम्म हाल्नु ल यसरी काट्नु स्क्रिन मात्रै नकाट्नु यसको त ग्लासै आउँछ तर ग्लासै आउँदैन होला मगाउनुपर्छ काठमाडौँबाट मुटु छ होइन ठिक छ डिआरएलमा पनि हालिदिन्छु मजा आउँछ अनि स्क्र्याच लाग्दैन स्किसमा पनि स्क्र्याच लागिरहेको छ यो त चेन्जै गरिदिन्छु आउँछ कि आउँदैन इन्टरकम ए त्यही त तपाईँसँग कहिले आउँछ भाइ म इटहरीमा छु 10-15 मिनटमा आउँछु नि ल ल ल सो फाइनली गाइज हाम्रो यहाँ स्टिकरको काम भइरहेछ होइन अब स्क्रिनमा हामी यो सेतोवाला हाल्न लगाएको स्क्र्याच नलागोस् भनेर यो माथि त पुरा स्क्रिन आउँछ अहिले मैले हेरेको थिएँ टिकटकमा त्यो काठमाडौँ गएपछि त्यहीँ हाल्छु न त त्यहीँबाट अनलाइन मगाउँछु अहिले तत्कालको लागि यही हालिदिइरहेको छु सो यो साइड पनि मोडिफिकेसन भइरहेछ होइन छैन कामको स्क्रिन कट भइरहेछ जो अगाडिमा मैले त्यो म्याट ब्ल्याक हालिदिइरहेको छु होइन जहाँ हल्का स्क्र्याच लागेको छ अब नयाँ आइसी म फेरिदिन्छु अहिले यतिकै केही दिनको लागि मात्रै म अगाडि मेरो म्याट हालिदिइरहेको छु यहाँ नसक्नुहुन्छ स्क्र्याच लागेको छ त्यहीमा सो फाइनली गाइज हाम्रो बाइकको काम भइसकेको छ यहाँ हेर्न सक्नुहुन्छ स्क्रिन एन्ड अगाडि पनि भइसकेको छ अब म रुकेर देखाउँछु तपाईँहरूलाई के कस्तो भयो ठिकठाकै भएको छ काम एउटा स्टिकर बनाउनु थियो तर डाइ फेरि हुनुहुन्न अहिले सो म अर्डर दिइहालेको छु अब रिटर्नमा यहाँ ल्याएर गइहाल्छु 1 घन्टापछि बाटो त पुरा खराब रहेछ यता सो यहाँ हेर्न सक्नुहुन्छ स्क्रिनको अहिले यस्तो छ होइन हल्का हल्का कुनै कुनै ठाउँमा बबल्स छ जुन कि अब त्यति हल्का म्यानेज गर्नुपर्छ काठमाडौँबाट त्यो उसको पुरा मोबाइलमा जस्तो ग्लास आउँछ नि त्यस्तै यो स्क्रिनको पनि आउँछ त्यो काठमाडौँबाट मगाउँछु अब तत्कालको लागि यही ठिक छ अनि अगाडिको ऱ्याप पनि बबल भएको छ म बाइक रोकेर देखाउँछु अहिले केटाहरू त्यहाँ टी हबमा वेट गरिरहेको छ त्यही भएर अब पहिले त्यहाँ गएर आउँछु धेरै दिन भयो केटाहरूसँग नभेटेको अब सिटी पुरा भरेको छ यार यहाँ त जहिले भिड हुन्छ शनिबार के भुक लागेको छ यति राम्रो त छौ नास्ताको लागि पैसा हुनु पर्यो रुग क्युआर छ तिमीसँग क्युआर राख्नुपर्छ नि त के भयो पैसा निकाल्न मोबाइल ब्याङ्किङ मोबाइल राख्छौ राख्दैनौ किन चलाउन आउँदैन घर कहाँ हो तिम्रो घर कहाँ हो घर यता के गर्छौ घर जान्छ कि जाँदैन किन दिँदैन अन्त काम गर काम यहाँ हेर्न सक्नुहुन्छ आज मैले काम गराएको यही अगाडिको प्यानलमा काम गराएँ हेर्न यहाँ स्क्र्याच थियो अब बवाल देखिरहेको छ हामी अघिदेखि बसिरहेको थियो बवाल चिल भयो केटाहरू यहाँ रहेछ
बन्दर काँड जस्तो सकल जस्तो के भयो फेरि तँलाई कति कमाइस् आज भन् त कति कमाइस् आज दिनभरिमा कति कमाइस् यस्तो हान्छु अहिले फेरि 50 रुपियाँको यही लाउँछु कतिवटा 3वटा 150 को यही लाउँछु अनि भन्छौ घरमा खान दिँदैन हेलमेटको भाइजर लगाइहाल भाइ